हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई च्यानल। आज मेरो यात्राको डे 19 र म आज वायोमिङकै येलोस्टोन नेसनल पार्कमा छु र आज येलोस्टोन नेसनल पार्कको म्यामथ हट स्प्रिङतिर आइपुगेको छु म। अब यो म्यामथ हट स्प्रिङ भनेको पनि अब अरूहरू हामीले यहाँ देखेको जस्तै एउटा हट स्प्रिङ नै हो, तर यसको अब ल्यान्डस्केप अलिक डिफ्रेन्ट छ। अरू चाहिँ हामीले धेरै देखेको हट स्प्रिङहरू अब बेसिकली अब लेक जस्तै सानो पन्ड जस्तै, तर यहाँको ल्यान्डस्केप चाहिँ हिल साइडमा अलिक टेरेस टाइपको इरोजनहरू जस्तै यो रकहरू होइन, बेसिकली अब लाइमस्टोनहरू हो। सब कति हजारौँ मिलियन्स अफ इयर्स अब कति होला थाहा छैन होइन, त्यति वर्षसम्म इरोजन हुँदै अहिले यस्तो फर्म भएको यो प्यालेट स्प्रिङ स्प्रिङ। यहाँभित्र बिलियन्स अफ माइक्रो अर्ग्यानिजम्सहरू बाँचिरहेछ यहाँ, त्यही भएर यस्तो कलर देखेको। यहाँनिर कति 70 डिग्री सेल्सियस टेम्परेचर हुन्छ, 70 to 75 जति। यहाँ लेखेको अनुसार यहाँ थर्मोफाइल्स भन्ने माइक्रो अर्ग्यानिजमहरू यहाँनिर बाँच्छ अरे, सो त्यही भएर यस्तो कलर देखेको। यो सबै लाइमस्टोन, यो पुरै टेरेस फार्मिङ जस्तै खालको मजाको। अब यस्तै अरूहरू पनि छ यता, अनि यहाँ माथिबाट पनि भ्यू देख्न मिल्छ। यो सबै यस्तै स्ट्रक्चरहरूले बनेको छ। यो पुरै यतापट्टि बाफ आइरहेछ, यहाँनिर तातो छ पानीहरू। सो यही हो आजको फर्स्ट स्टप यो म्यामथ हट स्प्रिङको। अब अरू के छ हेर्दै जाउँ। सो आज डे 3 र मोस्ट प्रोबेबली लास्ट डे येलोस्टोनमा। आज यहाँबाट स्टार्ट गर्ने, अब यहाँबाट गएपछि अब कहाँ कहाँ गइन्छ थाहा छैन, अनि यहाँबाट तलतिर हुँदै नेक्स्ट डेस्टिनेसनतिर जानुपर्छ। सो यहाँबाट नजिकै छ, वायोमिङ स्टेटमै भएको अर्को एउटा नेसनल पार्क छ र यहाँबाट कम्प्लिटली डिफ्रेन्ट स्ट्रक्चरहरू ल्यान्डस्केपहरू छ। अब यो म्यामथ हट स्प्रिङमा यहाँ अर्कै एउटा भिलेज, यहाँ पनि अब झन् तल त्यो क्यानियन भिलेज भन्दा पनि ठुलो अर्को एउटा भिलेज रहेछ। सुरुमा ओल्ड फेथफुलको भिजिटर सेन्टर जाँदाखेरि त्यही ठुलो लाग्थ्यो, त्यसपछि क्यानियन भिलेज ठुलो लाग्थ्यो। यो त एउटा सानोतिनो गाउँ नै जस्तै छ यो त। अब 1 घन्टा जति यहाँ बसौँ, त्यसपछि अब नेक्स्ट डेस्टिनेसन कता हुन्छ अब त्यतितिर जाने। सो अब तपाईँहरूलाई पनि अब यो कस्तो छ नजिकबाट हेर्न मन छ भने यो भिडियो लास्टसम्म हेरिदिनु होला। प्लस यहाँ अब येलोस्टोन नेसनल पार्कको अरू अब एउटा ठाउँहरू अझै जाने पनि बाँकी छ। त्यसपछि अब अफ टु नेक्स्ट डेस्टिनेसन द ग्रान्ड टिटन नेसनल पार्क। त्यो पनि एउटा अर्कै राम्रो नेसनल पार्क हो। सानो, योभन्दा अलिक सानो होला तर एकदम राम्रो छ त्यो पनि। सो मैले यो ट्रिपभरि भनिरहेको थिएँ यहाँ येलोस्टोन वर्ल्डको फर्स्ट नेसनल पार्क भनेर। सो यहाँनिर अब लेखिरहेछ 1872 ओपन भएको थियो यो पार्क र यहाँ इयरली लाइक 2023 कति अलमोस्ट 50 लाख मान्छेहरू भिजिट गरेको थियो यहाँ। यहाँनिर चाहिँ एउटा ट्याक्कै म्युजियम जस्तो बनाएको छ भिजिटर सेन्टरमा यो म्यामथ हट स्प्रिङको। सो त्यही आएर अहिले युएसको म्याप, अहिले चाहिँ यो येलोस्टोनको म्याप। सो हामी यहाँबाट छिरेको थियौँ इस्ट एन्ट्रान्स, अनि यो येलोस्टोन लेक यो पुरै गएर त्यसपछि यहाँ ओल्ड फेथफुल बस्यो फर्स्ट नाइट। त्यसपछि गएर यही बाटो गयो, यहाँनिर क्यानियन, अप्पर फल्स, लोवर फल्सहरू भएको ठाउँ, अनि यो ग्रान्ड प्रिजमेटिक यतातिर छ। अनि त्यसपछि आज हिजो यहाँबाट आज यहाँबाट आएर म्यामथ हट स्प्रिङ। अब यहाँबाट अलिकति यतातिर छ यो के अरे लमार भ्याली,
सो त्यहाँनिर जानुपर्छ अब चाहिँ। यो सबै अब म्यामथ हट स्प्रिङको भिलेज जस्तै यहाँनिर रेस्टुरेन्टहरू जस्तै छ। यहाँनिर होटेल छ म्यामथ हट स्प्रिङ होटेल। यहाँनिर प्राइभेट घरहरू पनि छ यहाँनिर। अब कोही कसरी हो थाहा भएन, पहिला पहिला बस्नेहरूको हुनसक्छ, नेटिभ अमेरिकन्सहरूको। अनि यो चाहिँ भिजिटर सेन्टर भर्खर यहीँबाट छिरेर निस्केको टन्नै घरहरू छ यहाँ त। शान्ति नै घर भिलेजै जस्तै छ। ल यता पनि टन्नै घर छ। यहाँ पार्किङहरू यहाँ छ। अघि त्यो स्किन के अरे लेदर हेरेको त्यहाँनिर देखाइरहेको छ। अनि यहाँनिर टन्नै घरहरू छ। फल कलर पनि देखिरहेको छ अहिले। सो अब चाहिँ नेक्स्ट स्टपतिर जानुपर्छ, नत्र ढिलो हुन्छ, बसी हुन्छ। आजको हाम्रो नेक्स्ट स्टप येलोस्टोन नेसनल पार्कको लमार भ्याली। यहाँ लमार भ्याली भनेको वाइल्ड लाइफ हेर्नलाई आउने मान्छेहरू धेरै। अनि वाइल्ड लाइफमा पनि यो बाइसन अगाडि देखिरहेको होला। यहाँ बाइसन हेर्न आउँछ मान्छेहरू धेरै। अब चारैतिर यहाँ बाइसनै बाइसन छ। अब बाइसन भनेको बेसिकली भैँसी अब, तर अलिकति डिफ्रेन्ट खालको सेप हुन्छ यिनीहरूको। अनि यहाँनिर चारैतिर वरिपरि भैँसी चरेको छ। सो यहाँ देखिने धेरै भने यही हो। अब अरू केही देख्यो भने देखाउँला। अब यो चाहिँ अब लमार भ्याली। अब लमार भ्याली भनेको पहाड चारैतिर पहाडको बिचमा भएको एउटा सानो भ्याली, काठमाडौँ भ्याली भने जस्तै। अब यहाँ अब यस्तो ट्राफिक जाम हुन्छ। यहाँ अगाडि बाइसनहरूले बाटो काटिरहेछ लाइनले। सबै हेर्दै जाउँ यहाँ लमार भ्यालीमा के देख्छ। अरू केही देख्यो भने देखाउँला, अब नत्र यहीँ बाइसन हेर्दै अब एकछिन जानुपर्छ। भर्खर एउटा एक्सिडेन्ट भएको देख्यो। अब एक्सिडेन्ट भन्दा पनि एउटा गाडी अब तल खाल्टोतिर खस्या थियो। मतलब धेरै ठुलो खाल्टो त होइन, तर अब त्यहीँ अब बाटोमा यहाँ रेलिङहरू छैन। सो एकदमै केयरफुल भएर चलाउनुपर्छ। यहाँनिर अलिकति यताउता हेरेर चलायो भने फेरि त्यस्तै हुनसक्छ। सो एनिवेज सो अब यहाँ अहिले भर्खर लमार भ्यालीबाट पनि अब निस्क्यो। अब ब्याक टु अब त्यही म्यामथ हट स्प्रिङतिरकै बाटो गइरहेको छु। अघि जुन बाटो आयो त्यही बाटो गइरहेको छु। अनि त्यहाँबाट अब त्यही ओल्ड फेथफुलकै बाटो गएर नेक्स्ट डेस्टिनेसनतिर जानुपर्छ। अब अहिले म यो येलोस्टोनको पुरै नर्थमा छु। अब हाम्रो जाने नेक्स्ट डेस्टिनेसन यो वाइमिङको साउथमा छ पुरै। सो त्यही भएर अब सेम बाटो फर्किरहेँ। सो आज येलोस्टोनको म्यामथ हट स्प्रिङ र लमार भ्याली आयो। अब लमार भ्यालीमा अब वाइल्ड लाइफ हेर्न आएको। त्यही बाइसन देख्यो। बाइसन बाहेक अरू खासै केही देखेन। होपफुली अब नेक्स्ट नेक्स्ट नेसनल पार्कमा चाहिँ अब अरू वाइल्ड लाइफहरू पनि देखिन्छ होला। सो आज अब त्यही हो। अब येलोस्टोनको लागि अहिलेलाई यति नै हुन्छ होला। अब यति ठुलो छ होइन। अब सबै घुमेर भ्याउँदैन। यति धेरै ठाउँहरू छ। अब म गएकै छैन होइन। अब बाटोमा यहाँ पार्किङ एरियाहरू छ कति ठाउँ। कुनैमा के फल, कुनैमा के लुकआउट। अब सबैतिर रोक्न थाल्यो भने त अब एक वर्ष लाग्छ होला पुरै ठाउँ घुम्नलाई त होइन। अब कति ठुलो पनि ठुलो छ, फेरि कति 9000 स्क्वायर किलोमिटर जति छ। सो त्यही भएर अब सबै एकैचोटि घुम्नु पनि हुँदैन। बिस्तारै आइराख्नुपर्छ। सो अब नेक्स्ट डेस्टिनेसनतिर गइरहेँ। अब बाटोमा अब केही देख्यो भने फेरि रोकेर देखाउँछु, नत्र अब सिधै नेक्स्ट डेस्टिनेसनतिर गएर अर्को नेसनल पार्कको आज सनसेट हेर्नुपर्छ। सो हेरौँ अब त्यहाँको सनसेट कस्तो देख्छ। अब 5:30 बजे पुग्ने देखेर छ। अहिले कति 3:30 हुन लाग्छ ठ्याक्कै। सो 5:30 बजी देख्ने ठ्याक्कै 2 घन्टा बाँकी छ अब।
सो 5:30 बजे भनेपछि अब कति 6 6:30 बजीतिर हुन्छ होला सनसेट घाम मजाले लागिरहेछ अहिले हैन सो लेट्स सी अब कहाँनिर कतिखेर सनसेट देखिन्छ भनेर आजको नेक्स्ट स्पट येलोस्टोन नेसनल पार्कमा आर्टिस्ट पोइन्ट यो अगाडि देखिरहेको येलोस्टोन फल्स हिजो हामी गएको थियौँ नजिकै आज यहाँ टाढामा पुरै यो क्यानियन छ यहाँ ग्रान्ड क्यानियन अफ येलोस्टोन अनि यहाँ मान्छेहरू टन्नै छ यहाँ पार्क जस्तो बनाएको छ अनि अगाडि झर्ना यो पनि वान अफ द मस्ट गो प्लेसेस हो यो भ्यू हेर्नलाई यो येलोस्टोन फल्सको यहाँ एउटा आउल स्पट गरेर रहेछ अब क्यामेराबाट त देखिँदैन तर यहाँ मान्छेहरू लाइन लगाएर लेन्स एकदमै त्यो जुम लेन्सले फोटो खिचिरहेको छ टन्नै मान्छेहरू आफ्नो फोटो हामी क्यामेराले त भ्याउँदैन सो देखिँदैन ठुलो चाहिँ ठुलै रहेछ तर त्यो आउल यो साइडमा छ सब यताबाट अब जानुपर्छ नेक्स्ट डेस्टिनेसनतिर अर्को वाइल्ड लाइफ स्पटेड यहाँ बाटोको छेउमा अल्क एउटा घाँस खाइरहेको छ मजाले हाम्रो नेक्स्ट डेस्टिनेसन ग्रान्ड टिटन नेसनल पार्क अब अभियसली आज त अँध्यारो भइसक्यो सो त्यति देखाउन मिल्दैन यहाँ चाहिँ अब भोलि जाउँला आज चाहिँ अब यहाँ नजिकै भएकोले यहाँ साइन देखिहालेँ सो यहाँनिर रोकिहालेको सो आज डे 3 येलोस्टोन नेसनल पार्कमा सो यहीँबाट अब बिदा माग्नुपर्छ येलोस्टोन नेसनल पार्कलाई सो येलोस्टोन नेसनल पार्कमा अब लास्ट 3 डेज एकदमै नै रमाइलो भयो यो फर्स्ट नेसनल पार्क संसारको अब मेरो भन्दा नि हाम्रो यो रोड ट्रिपको चाहिँ सेकेन्ड नेसनल पार्क एकेडिया नेसनल पार्क पछि तपाईँहरूले एकेडिया नेसनल पार्क हेर्नु भएको छैन भने त्यो भिडियो एकचोटि गएर हेर्नु होला सो अब यो भन्नै नै पर्दा एक्सपिरियन्स एकदमै नै रमाइलो भयो सोचेको भन्दा राम्रो भन्दा पनि अब अनेस्टली भन्नुपर्दा मैले एकदमै हाई एक्सपेक्टेसन राखेको थिएँ यो येलोस्टोन नेसनल पार्कलाई सो त्यही भएर एक्सपेक्टेसन मिट भयो चाहिँ भन्नु मिल्यो यहाँनिर होइन फर्स्ट डे छिर्ने बित्तिकै हामीले येलोस्टोन लेक देख्यौँ त्यसपछि आएर लोवर गाइजर बेसिन अनि त्यसपछि अप्पर गाइजर बेसिन जहाँनिर हामीले ओल्ड फेथफुल इरप्सन देखेको थियौँ अब त्यहीँनिर बसेँ म त्यो नाइट अनि सेकेन्ड डे हिजो ग्रान्ड प्रिजमेटिक स्प्रिङ अब त्योभन्दा अगाडि ओल्ड फेथफुलबाटै स्टार्ट गऱ्यौँ त्यसपछि अमेरिकाको सबैभन्दा ठुलो हट स्प्रिङ द ग्रान्ड प्रिजमेटिक हट स्प्रिङ गयौँ त्यसपछि हामी त्यहीँनिर एउटा सानो हाइक पनि गऱ्यौँ त्यसपछि आएर येलोस्टोन फल्सको अप्पर फल्स र लोवर फल्सतिर गयौँ अनि त्यसपछि लास्टमा आएर इन्सपिरेसन पोइन्टमा गएर एन्ड गऱ्यौँ र हिजो म त्यही क्यानियन भिलेज र अनि अभियसली अब येलोस्टोनको हुन्छ नि द ग्रान्ड क्यानियन अफ येलोस्टोन पनि देखिहाल्यौँ हिजो हामीले त्यो पनि लाइक वान अफ द बेस्ट प्लेसेस थियो यो एरियाको होइन येलोस्टोनको सो तपाईँहरू आउनु हुन्छ भने त्यो एउटा ठाउँ पनि एकदमै जानुपर्ने ठाउँ नै रहेछ यो द ग्रान्ड क्यानियन अफ येलोस्टोन सो त्यसपछि आएर आज द म्यामथ हट स्प्रिङबाट स्टार्ट गऱ्यौँ त्यसपछि लमार भ्याली अब लमार भ्यालीमा अलिअलि वाइल्ड लाइफ देख्यौँ अनि त्यसपछि आएर आर्टिस्ट पोइन्ट जहाँबाट हामीले येलोस्टोन फल्सको भ्यू पनि मजाले देख्यौँ सो यो 3टा ठाउँ गयौँ आज र अब
जान त अब अघि भने जस्तै अब धेरै ठाउँमा जान मन छ, तर अब अभियसली अब 3 दिनमा अब सबै ठाउँमा जान पनि सकिँदैन होइन। सो अब तपाईँहरूलाई पनि अब यो आइटिनरी राम्रो लाग्यो भने अब यो फलो गर्न सक्नुहुन्छ। म चाहिँ अब इस्ट इन्ट्रान्सबाट छिरेको हो। सो अब डिपेन्डिङ अन तपाईँहरू कहाँबाट छिर्नु भएको होइन, त्यो अनुसार अब तपाईँहरूले प्लान गर्न सक्नुहुन्छ। अब यहाँनिर म्याप छ, एउटा लुप छ होइन, द ग्रान्ड लुप भन्ने के एउटा लुप छ, त्यो लुप 2टा लुप छ। त्यो लुपमा सर्कल गर्नुभयो भने सबै अब यहाँ भएको धेरै जसो मेन पोइन्टहरू जान सक्नुहुन्छ। सो त्यही हो, अब यहाँनिर फर्स्ट नेसनल पार्क संसारको आएर अब नेचरमा भएको धेरै जस्तो कुराहरू हामीले देख्यौँ। लेकदेखि लिएर हुन्छ नि अब हट स्प्रिङ्सहरू, रिभर, अनि त्यसपछि अरू के देख्यो, पाहाडहरू त भइहाल्यो होइन, अनि फल्सहरू, क्यानियन, यो सबै देख्यौँ। तर एउटा कुरा चाहिँ मिसिङ छ। अब के हो भनेर तपाईँहरूले गेस गर्न सक्नुहुन्छ कि हुन्न? अब गेस गर्नु भइसकेको छ भने राम्रो, गेस गरेको छैन भने म भन्छु त्यो के हो भने, अब हामी नेपाली भएपछि अभियसली अब माउन्टेन्स त देख्नै पर्यो होइन। त्यो एउटा कुरा चाहिँ मिसिङ छ येलोस्टोन नेसनल पार्कमा। तर त्यसको चिन्ता गर्नु पर्दैन, किनकि त्यसको यो सानो भाइ नेसनल पार्क द ग्रान्ड टिटन नेसनल पार्कमा त्यहीँ हेर्न जान लाग्छौँ हामी भोलि। तपाईँले देख्न सक्दैन, यो माउन्टेन रेन्ज छ त्यहाँ माथि, यहाँनिर यही हो द ग्रान्ड टिटन माउन्टेन रेन्ज भनेको। र यो अमेरिकाको मेरो फर्स्ट माउन्टेन हो। लाइक मैले अहिलेसम्म अमेरिका आएर माउन्टेन अहिलेसम्म देखेको छैन। सो मेरो यो फर्स्ट माउन्टेन हो। होपफुली अब राम्रो छ, अब मैले भिडियो देखेको अनुसार त एकदमै राम्रो छ होइन। अब ठुल्ठुलो अब नेपालको जस्तो अब हुन्छ नि 8000 मिटरको माउन्टेन नभए पनि यो सानै माउन्टेन हो हुन चाहिँ, तर एकदमै नै राम्रो छ। सो होपफुली अब राम्रै देख्छ होला। अब होपफुली तपाईँहरूलाई पनि एकदमै राम्रो लाग्छ होला यो ग्रान्ड टिटन नेसनल पार्क जुन चाहिँ म भोलि जाँदैछु। सो अब आजलाई यति नै। येलोस्टोन नेसनल पार्क एकदम रमाइलो भयो। होपफुली तपाईँहरूलाई पनि एकदमै रमाइलो लाग्यो होला। अब होपफुली तपाईँहरूले पनि अब अहिलेसम्म एउटा पनि नेसनल पार्क गएको छैन भने अब यो येलोस्टोन नेसनल पार्क देखेर तपाईँहरूलाई पनि अब जाने इच्छा जाग्छ होला। सो अहिलेलाई थ्याङ्क यू सो मच सबैजनालाई जसले अहिले यो भिडियो हेरिराख्नु भएको छ लास्टसम्म। तपाईँहरूलाई यो मेरो भिडियोहरू राम्रो लाग्यो भने मेरो आउने भिडियोहरू पनि यसरी नै हेरिदिनु होला। अहिलेको लागि साइनिङ अफ from Yellowstone National Park and entering Grand Teton National Park. Good night.